हेलो लासुगाफुला सबैजनालाई न्यू डे न्यू भ्लग स्टार्टेड एभ्रिवान। आज चाहिँ म घुम्न जाँदैछु। हामी चाहिँ ककानी थाई मेमोरी पार्कमा आइपुग्यो। कान्छी चटपटे खाने अरे कता यतापट्टि चाहिँ स्ट्रबेरी फार्म छ अरे। अब हामी कहाँ पुग्छ हेरौँ। हामी पार्कमा इन्ट्री गऱ्यौँ। नुवाकोटको पार्क कस्तो रहेछ हेर्नु जाँदैछौँ हामी चाहिँ। ककनीको मेमोरियल पार्क रे। कस्तो छ चटपटे। अन्तर्राष्ट्रिय विमान उडान सबै चाहिँ हजुरहरूले पढ्नुहोस् है। यो चाहिँ कुन ल्याङ्ग्वेज हो यो चाहिँ? सुख शान्त आनन्द रहेछ पार्क चाहिँ। कुन देशमा जानु भयो? थाइल्यान्डको थाइल्यान्डको झन्डा हो यो हो यो थाइल्यान्डको झन्डा रे। हाम्रो मम्मीले अगाडि आउनु पऱ्यो यति पत्ता लागेछ। अनि त्यहाँ घोप्टेको थाइल्यान्डको मान्छे यहीँ आएर भएको रहेछ। अनि तपाईँको यहाँ पुत्ता आउनु हुँदो रहेछ। त्यहाँ पनि जम्मै फोटो पनि खिच्यौँ है साथीहरू। ऊ त 3 चोटि आइसक्यो अरे। हामी चाहिँ पहिलोचोटि आएको है। अनि झन्डै बोले फर्काएर लगिसकेको थियो। उसुप लाएर बस्छ कहाँ हो भन्दै अझ त्यो बाहिरको मान्छेलाई सोधेको है। एउटा आन्टीले हामीले कहाँ हो भन्ने बोल्ने मुड छैन नि त। यतातिर हामी मम्मी र म चाहिँ अनि पसौट्याएको कहाँ हो अब ऊ देखेको मान्छेले भन्दैन। दियो बाबा यहीँ मात्र रहेछ यो। अब जाने भएन। हामी चाहिँ अब पार्कबाट निस्केको अवस्था। पार्क चाहिँ मलाई चाहिँ खासै राम्रो लागेन। ठिकै मात्रै लाग्यो। हजुर आउनु सक्नुहुन्छ नुवाकोटको यो पार्कमा। हामी चाहिँ स्ट्रबेरी फार्मबाट जाँदैछौँ। यता रहेछ स्ट्रबेरी फार्म चाहिँ। मम्मी र कान्छी अगाडि हिँड्दैछ। ड्याडी कहाँ जानु भइसक्यो। कान्छी र म चाहिँ पछाडि छु। यहाँबाट 5 मिनट भनेको छ तर कति मिनट लाग्छ हेरौँ है त। हामी स्ट्रबेरी फार्म खोजेको भेटिन। कान्छीले उतै माथि मान्छे रहेछ त्यहाँ सोध्नु गइरहेछ। अब चौरीतिर लाग्यो हामी। चौरी स्ट्रबेरी फार्म जे भेट्छ त्यहीँ लान्छु हजुरहरूलाई पनि। हामी पनि त्यहीँ जाँदैछौँ। यहाँ हेर्नु एभ्रिवान मजाको यो कस्तो राम्रो धुपीको बोराहरू रहेछ यहाँ चाहिँ। राम्रो रहेछ धुपीको बोराहरू। अनि सबैजना उनीहरू तल पुगिसके। म चाहिँ भर्खर झर्दैछु। यही चौरी हेर्न आएको हाम्रो कान्छी चाहिँ। लु हेर्नु है यस्तो देखेछ। यस्तो बारी रहेछ। यो के हो रोटी पिङ जस्तो पनि रहेछ। अब म त्यहाँ गएर देखाउँछु नजिक गएर देखाउँछु। भएको जस्तै पिङ रहेछ यो। हेर्नुहोस् है। लु यो पिङबाट चाहिँ म चाहिँ हिँडेँ। यस्तो बस्ने बेन्चहरू पनि रहेछ यहाँ मजाले। हेर्नुहोस् है पिङ पनि मजाको रहेछ। चार्जन त त्यो भयो भने चाहिँ मजाले हुने रहेछ। यो त बाँधेर राखेको के हो कि मैले बुझ्न सकिनँ। यस्तो मजाको होटेल पनि रहेछ। यस्तो रहेछ हेर्नुहोस् है। त्यहाँ मान्छेहरू टिप्दै रहेछ। सबैजना गयो त्यही भएर म पनि जाँदैछु एभ्रिवान। हाम्रो ड्याडी आउनुभएको छैन। मम्मी र कान्छी अगाडि गइसक्नु भएको छ। अब यस्तै हो आफ्नो पाराले हिँड्यो। म चाहिँ भिडियो बनाएर टिकटक बनाउनलाई बिजी भएँ। नाक्छेरेको भइसकेछ तर बाटो चाहिँ सबैतिर रहेछ। सन चाहिँ हेर्न जान्छु है त म स्ट्रबेरी फार्म।
नुवाकोटको स्ट्रबेरी फार्म चाहिँ यो रहेछ एभ्रिवान। ल हेर्नुहोस्, हो त्यहाँ हो टिप्दै रहेछ कहिले। हेर्नु कत्रो ठुल्ठुलो फलेछ। त्यो चाहिँ अगाडिदेखि आएको स्ट्रबेरी फार्म गरेर आएर नि उस झोलामा टिपिसकेको छ नि। हेलो हेलो एभ्रिवान, लु हेर्नुहोस् है, म चाहिँ स्ट्रबेरी फार्ममा आइपुगेँ, नुवाकोटको स्ट्रबेरी फार्ममा। हेर्नुहोस् त यो है, फेरि मैले चाहिँ हरियो टिपेँ चाहिँ के हो गर्नु र, यस्तै टिप्छु म चाहिँ। हेर्नु मम्मी र कान्छीले। हेलो हेलो एभ्रिवान, हामी नुवाकोटको कुन ठाउँ हो यो? नुवाकोटमा आइपुगेँ, त्यही हो। यहाँबाट हिँड्दै जानुपर्ने तल भनेको त नि। ल गाइस, भिलेज भाइब्स भनेको यही हो। सिस्नो घाटी रहेछ, लड्यो भने खतरा पोल्ने रहेछ। अहिले बनाएको यो हो, त्यो चाहिँ पहिला घर है। अन्त नि याद आयो त्यो मूल घरको चाहिँ घर चाहिँ दामी रहेछ। हेर्नु आँगन सागन भएको हरियो, हेर्नु आँगनहरू देखाएको छैन है क्यामेरामा, यस्तो देखाएको छैन। हाम्रो आन्टीको घर हो यो, फोन पनि उठाउनुहुन्न। ल ल दाजु भाउजूलाई लिन जानुभएको अरे, यसरी भागेर गएर हाम्रो आन्टी। धिमी चिनादा नि, घ्याम्नु नि चिनादा नि। हाम्रो नि भर्खर काम सिकेको छ नि 2 बजी। माथि त उक्लेकै छैन, अहिले भर्खर मात्र हो। अम्मा नि अब कति राम्रो रहेछ तिमी त। अनि यो रागो हो कि के हो? दुइटै रागो हो। मजाको बत्ती रेडियो भैँसीले समेत रेडियो सुनाउँछ हो नुवाकोटतिर त। कुखुरालाई, भैँसीलाई, बाख्रालाई सबैले रेडियो बजाएर सुनाउने, बत्ती बाल्ने त्यस्तो व्यवस्था। हेलो गुड मर्निङ एभ्रिवान। मैले चाहिँ हिजो भ्लग इन गर्न नि बिर्सेछु। म भर्खर गोरुन कति खाइलाग्दो छ हेर्नु न, मोटो। तिमीहरूले हामीलाई हाल्छ कि हाल्दैन? त्यो सैलो मात्रै चिसो चाहिँ छैन त पानी, खुसी लाग्यो त्यही कुरामा। काम जुल्ने ठाउँ के अरे? हजुर अन्नु अन्नु कि अन्त के हो? अन्तु अन्तु घाम यहाँ लागेछ रातो भएर, त्यही भएर ड्याडीले चाहिँ अन्तु यहीँ रहेछ भन्दै हुन्छ। यस्तो राम्रो घर छ, मजाको हरियो हरियो घाँस भएको आँगन छ। दुध चाहिँ खानु पर्यो, गाउँको दुध, भैँसीको दुध है फेरि यो लगिसक्यो बेच्नुलाई। बेच्न लगिन्छ कि यहाँ चाहिँ। धन्यवाद, थ्याङ्क यू। यतिको चाहिँ जान्नु पऱ्यो है बुढी मान्छेले, यति चाहिँ जानु। हेलो फ्रम नुवाकोट एभ्रिवान। म चाहिँ दुध खाँदैछु होइन, बिहान बिहानै भैँसीको दुध खाँदैछु। आधी चाहिँ बेच्न लानु भइसकेको छ अघि नै, अनि हाम्रो लागि नि राख्नु भएको रहेछ। हामी चाहिँ खेतमा जान्छ सुत्नुलाई। हामी चाहिँ उखु खाँदैछु एभ्रिवान। हेर्नु न कोसीले कति ल्याउनु भएछ, ऊ फेरि लसुन ल्याउँछ। यहाँ प्याज पनि छ टन्नै। यहाँ बकुला पनि ल्याइदिनु भएछ उता पल्लो घरको आन्टीले। हेर्नु न प्याजहरू। यो बलिँदैन भने कि यहाँ अड्किन्छ मेरो यो। एउटा झोलकै माथि बोक्नु। घरको आमा बिस्तारै आउने है, हामी हिँडे। हाई आन्टी छिराउनु है, जहाँ काउली पनि भेटोस् कि बन्दामा भेटोस् छिराउनु।
काउलीमा भेट्ने बन्दमा भेट्ने उकालो चढ्ने हामी चाहिँ उकालो आइपुग्यो एभ्रिवान बल्ल आन्टीहरू आउँदै हुन्छ तल उकालोबाट हेलो एभ्रिवान म चाहिँ अब हामी चाहिँ अब घरमा आइपुगेँ सामान निकाल्दै हुनुहुन्छ हामी चाहिँ घरमा आइपुगेँ बाई बाई आजको भ्लगलाई चाहिँ यति नै भयो